कसले लाने हो तिम्रो हकोटी तरकारी कसले खाने हो साली तिम्रो जोबान कसले लाने हो तिम्रो हकोटी तरकारी कसले खाने हो मेरो मुसलमान एकदम पसिना आयो धेरै नाच्यो धेरै नाच्यो नाच भने ओए अमिताभ बच्चन मिथुन मिथुन नाच मिथुन कति खायो कति खा आज त भयो लगभग 5-6 गिलास कति गिलास खा 5 गिलास त प्योर पनि 5 गिलास खाएको नाचेर मैले सिधै हो र हो ल
रमाइलो इन्जोय गर्दै हामी चाहिँ सागर भाइको छोरीको चाहिँ गुफामा चाहिँ एकदम लास्ट मजा हो। धेरै धेरै थ्याङ्क यू सागर भाइ। हाम्रो यत्रो साथीहरू चाहिँ जम्पको भेट गराउने एउटा वातावरण पनि बन्यो, एउटा साथीहरू भाइहरूको माया पनि बढ्यो है। यो खुसीमा चाहिँ हामी धेरै 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 धन्यवाद छ। धेरै धेरै एकदम खुसी पनि छु हामी होइन। कङ्ग्रेचुलेसन सागर श्रेष्ठ। के छ सागरलाई नि सागर भाइले के जुन माहौल भयो हाम्रो सागर भाइबाट जुन बच्चाको छोरीको गुफा कार्यमा हामी सबै रमाइलो भएको अङ्गल मार यता फरि अङ्गल मार लादेन हामी एकदम इन्जोय हामी एकदम रमाउँदैछु कि यस्तो खाने खुसी चाहिँ होइन लाइफमा चाहिँ हाम्रो यस्तो खाने खुसी चाहिँ हाम्रो लाइफमा हाम्रो साथी बचपनका दोस्तहरू चाहिँ आज कोही पिएको छ कोही पिएको छैन कोही एकदम रमाउँदैछ होइन कोही पिएर रमाउँदैछ अनि कोही नपिएर रमाउँदैछ भने हामी आज एकदम इन्जोयमा छौँ। सागर भाइ तिमीले चाहिँ हामीलाई एकदम चाहिँ जोडाइदिनु भएकोमा धेरै धेरै धन्यवाद सागर भाइ। कङ्ग्रेचुलेसन भयो सागर भाइ। तिम्रो छोरीको गुफा हामी एकदम इन्जोय गर्छ। हाम्रो साथीहरू अझै उतापट्टि पनि छ हेर्न सक्नुहुन्छ। हाम्रो दोस्त उधार दे दे नमस्कार
किशोर रितेश भयो यस्तो कार्यक्रम हुँदैछ भाइ के छ अङ्कल माधव अङ्कल नमस्कार के बजाए घन्टी बजाए